बालेनको नाम युज गरेर आफ्नो त्यो आफू फेमस हुनलाई बालेनको नाम युज गरिरहेछ भन्ने खालको पनि कुरा आइरहेको थियो के भन्छौ त्यो बारेमा बालन बाटो सफा गर सिलु सवार हुँदैछ आजदेखि नेट हप मेरो नाममा भएको छ सिलु आफैमा फेमस हुने हैन मैले के अरे म फेमस हुनको लागि कसैको नाम त युज गर्नु पर्दैन तर बालेन शाहको नाम लिनुमा पनि एउटा रिजन छ बालेन शाह एउटा पोलिटिकल लिडर मात्रै नभएर हैन उहाँ लेजेन्डरी एउटा र्यापर पनि हुनुहुन्छ हैन अनि अब बालेन बाटो सफा गर भन्नुको मतलब पनि यो पोलिटिकलमा हैन के पोलिटिकल वेमा मैले भनेकै होइन बालेनले बाटो सफा गर्ने काम फेरि गरिरा पनि हो नि त हैन एभ्रीडे नगरपालिकाको मेयर भएर गरिराख्नु भएको पनि छ र यो डिसरेस्पेक्टफुल वेमा भन्या नै होइन हैन यो चाहिँ खासमा काठमाडौँको बाटो त सफा गर्नुभयो अब तर नेपको बाटो पनि सफा गर्नु पर्यो सही गुड वन